हेलो गाइज आई एम आदर्श चामलिङ राई छु। आज चाहिँ म टक्कसँग ललितपुर एरियातिर आएको छु। आज पानी परिरहेको छ है, बर्खा लाग्यो गाइज, बर्खा पानी लागेको पानी छु। पानी काठमाडौँमा अस्त व्यस्त पानी व्यस्त छ यार। अम्बो कि साह्रो पानी परेको हो। बर्खा लाग्यो गायत बर्खा लाग्यो। चिसो चिसो मौसममा तातो तातो लुगा लगाएर आफ्नो केयरफुल गर्नु होला। सो यो ठाउँ चाहिँ खतरा बिहान। अम्बो यो पानी नपरेर गयो मान्छे क्राउड यति हुन्छ होइन, टिकटक बनाउनेको होइन। यो महालक्ष्मी एरिया हो ललितपुर होइन। दिउँसो त अम्बो यहाँ चोटहरू खतरा खतरा देखिन्छ हो। अम्बो म चाहिँ हो जान्छ कपाल एरियाहरू कपाल एरिया हो नि त। अब टिकटक बनाउने टक्क भाइरल हुने ठाउँ यो ठाउँ हो क्या। टक्कसँग के फुल फुल्या छ होइन। अम्बो के फुल भएको चाहिँ भन्छ, तर यहाँनिर दिउँसो चाहिँ हेर्नुपर्छ है। सिङ्गल केटाकेटीहरू त नआयो हुन्छ नि। अम्बो यस्तो मुटु चल्दिन्छ दामी दामी मलाई टक टिकटक बनाइरहेको हुन्छ कि। अब त कोसँग आउनु र यार, एक्लो छ हनुमान जस्तो त्यसमा साइकको पारामा है, एक्लै बनाइ हिँडेको छ। गर्लफ्रेन्ड छैन, टक्क कसै गर्ने यार, कसैले बार दिँदैन, मतलब दिँदैन, बताउँदैन, गाह्रो छ हौ। अब जस्तो सिङ्गल केटाहरूलाई यो एरिया आउनु छ दिउँसो पानी नपरेको होस् अझ होइन, अझ घाम लागेको बाह्र 1 बजीतिर हेर्नुपर्छ क्या। लमा यत्तिकै ल टिकटकमा पोस्ट दिदी होइन, दुईजना हात समाएर डियर तिमी किन म बाँच्न सकिनँ, तिमीले हो मेरो सब छो भन्दै आम्बो खतरा बनाउँछ हौ गाज होइन। पटकभन्दा ओभर स्पिड हाल्नु हुँदैन, तर आज पानी परेको छ त्यही भएर केही छैन। पानी परेको बेला मामाहरू पनि हुनुहुन्छ कि, त्यही भएर ठिकै छ। डनवरी ल सो अब चाहिँ होइन टक्कसँग एकान्त कुना आइपुग्नु आँट्यो। एकान्त कुना दिवाली पर बल्कुदेखि टक्कसँग होइन कलङ्गीदेखि टक्क स्वयम्भू आइपुगिन्छ। डेस्टिनेसन मेरो आदर्श चामलिङ राईको डेस्टिनेसन स्वयम्भूसँग मात्र हो। पानीले म भिजेर जुट्रुक्क भइसक्यो नि हो। छाता लिएर आऊ, कसलाई भन्नु रे यार। राम्रो मलाई माया गर्न तिमी भन्नेले भन सुनोस् हाम्रो यो सम्बन्ध अथाह छ आकाशभन्दा फराकिलो, समुद्रभन्दा गहिरो। सम्बन्धलाई मजबुत बनाउन के चाहिन्छ। यहाँ एकछिन तपाईँको साइडको भइरहेको